ए हरिमान दाइ त्यो छल्लर भएको टोपी किन लाग्यो त्यसरी? मैदान जाँदाखेरि मुखमा मक्खी बस्यो भनेर मक्खी धपाउनलाई यस्तो झल्लरे टोपी बनाएको। यो मैदान जाने ट्रकमा कसले पल पारेको? हामीले पारेको हामीले। किन? अब मैदान जान बन्द। चर्पीमा मात्रै जाने, पानी पनि चर्पीमै छ। चर्पीमा त अन्न छ। अन्न राख्ने भण्डारमा। मैदान हैन जाने चर्पीमा। गाउँलाई सफा राख्न, रोगबाट बस्न जाउँ चर्पीमा। साउजी, यो पाइनको कति पैसा? 750 नानी। हामीसँग त 470 मात्र रहेछ। त्यतिमा आउँदैन साउजी। हेर्नुहोस् न साउजी, सबैको घरमा चर्पी भइसक्यो, हाम्रो मात्र भएन। खोला ठाउँमा त दिसा पिसाब गर्दा त हाम्रो त बेइज्जत नै भइसक्यो। अब त छोराछोरीको चर्पी बनाउने सपना पुरा गरिदिनुहोस् न। ल अब म चर्पी बनाउँछु। यो प्यान्टको कति नि साउजी? नानीहरूलाई छुट 500 रुपियाँ मात्रै दिनुहोस्। घरमा चर्पी हुनै पर्छ। चर्पी गएपछि साबुन पानीले हात धुनुपर्छ। केटा पढेको छ, आफ्नो खुट्टामा अडेको छ। घरमा अनुपात धेरै भएर मुसा बढेको छ। अरे बाबरे। सबै थोक त छ भन्नुभयो, तर घरमा चर्पी छ कि छैन? स्पष्ट मैदान छ। जेकरा घर में चर्पी नहीं है ओकरा घर में हम बेटी बियाह नहीं करब। चर्पी नभएको घरमा हामी बेटी दिँदैनौँ। अर्को केटी खोज्न जाऊ। बा चर्पी बनाऊ न बा। म चर्पी बनाउँछु। अरे सम्झीज्यू कता हो? नमस्कार। स्पष्ट सम्झीज्यू, झाडा पखाला हैजा टाइफाइड छिर्न नदिउँ गाउँमा। जथाभावी फोहोर नगरौँ, जाउँ चर्पीमा। न मैदान न बाटोमा हामी जानुपर्छ अब चर्पीमा।